आजको मेरो दिन चाहिँ दाँत तल्काउँदै सुरु भयो। सुरुमा त मैले बिहान उठेर दाँत माझे, त्यसपछि मैले आफ्नो मुख धोए। अनि के साथीहरु, मैले यसरी भिडियो बनाउँछु नि त, मुख धोएको, दाँत माझेको, भाँडा धोएको, आफूले काम गरेको भरि म पुरै भिडियो गराउँछु यसरी। अनि यो भिडियो बनाएको चाहिँ कसैलाई मन नपर्ने रहेछ के। जे काम गरेको पनि भिडियो बनाउँछ, खाएको पनि, बसेको पनि, सब काम गरेको पनि भिडियो बनाउने कि काम गर्ने भनेर भन्या हुन्छन् के। हैन, भिडियो मैले बनाएको कि हजुरहरुले बनाएको। काम गरे पनि आफ्नै काम गरेको छु, भिडियो बनाए पनि आफ्नै बनाएको छु त नि। अरूलाई भिडियो बनाइदेऊ भनेर उनको टाइम पास गरे हैन। अरूसँग गएर मज्जाले बस्या छैन, न अरूको कुरा काट्या छु, न अरूको काम नै बिगार्या छु। आफ्नै घरमा बस्या छु, खाया छु, भिडियो बनाएको छु त के गाछ त। हजुरहरुको केही त गाछ छैन नि। त्यसैले मेरो कुरा गर्नु भन्दा आफ्नो कामतिर ध्यान दिनुहोस्। अर्काको बारेमा धेरै चासो पनि लिनु हुँदैन, राम्रो पनि हुँदैन के। मेरो कुरा गरेर मेरो कुरा काटेर के नै पानुहुन्छ र। हजुरहरुले भन्नुभयो भन्दैमा मैले भिडियो बनाउन छोड्ने हैन यारे। मलाई जे मन लाग्छ त्यही गर्छु, मलाई जस्तो गर्न मन लाग्छ म त्यस्तै नै गर्छु। यस्तो गर्छ उस्तो गर्छ भनेर चाहिँ मैले भिडियो बनाउन चाहिँ छोड्ने हैन साथीहरु। अनि के साथीहरु, मलाई आजभोलि यो बर्खा लागेदेखि यो आगो बाल्न पनि यस्तो झ्याउ लागेर आउँछ के। मलाई त आगो बाल्न 1 घण्टा नै लाग्छ के। पाततिर हुने सल्लाको त्यो झोरो भन्छ कि के भन्छ, ट्यालो भन्छ, त्यो भए त यस्तो र सजिलो हुन्थ्यो होला। तर यहाँ त पलास्तीले बाल्नु पर्छ। पलास्ती पनि आजभोलि त सब भिज्या हुन्छ नि त, पानीको टाइम भएर पुरा भिज्या हुन्छ। यति बेला त ग्यास बाल्दिम कि जस्तो लाग्छ के। तर ग्यास बाल्ने पनि त पैसा हुँदैन नि, पैसाको समस्या छ। बल्ल तल्ल मैले चाहिँ आगो बालिसके। आगो बालिसकेपछि चाहिँ खाना पकाउनतिर लागे म। भात पकाउने भाँडा चाहिँ मैले मसी लगाए। मसी लगाइसकेपछि मैले हात धुए। फेरि कुकर लिएर भित्र गएको, भित्र त आगो नै मरिसकेको कि। यस्तो झ्याउ लाग्छ। यही बेला हो कि मलाई रिस उठ्ने, अरू बेला त हैन मलाई रिस उठ्ने। यति बेला त 1 बाल्टी पानी ल्याएर खनाइदिम जस्तो लाग्छ, तर के गर्नु, खाना त खानै पर्छ नि। आगो नबालेर खाना नखाम भनेपछि पेट भोकै रहन्छ। पेटकै लागि भए पनि दुःख गर्नुपर्छ। फेरि हजुरहरु भन्नुहुन्छ होला, मलाई थाहा छ, पेटकै लागि त हो नि दुःख गर्ने, खानको लागि त हो दुःख गर्ने भन्नुहुन्छ होला, थाहा छ मलाई। भात मात्र पकाएर त भएन नि, तरकारी पनि पकाउनु पर्यो। त्यसपछि म सुरुरु माथि गएर आलु थालीमा हाल्न लाए। आलु पनि सबै कुन लाएर रहेछ, सेतो सेतो खाएर भ्याउनु पर्ने जस्तो छ आलु। 1 थाली आलु बनाइसकेर चाहिँ म निस्केर आए। आजभोलि बर्खाले गर्दा सियाली बस्या छ। त्यति बेलासम्म आगो बलिसकेको त मैले भात डोसे। चुलातिर भात डोसेर म चाहिँ तरकारी काट्नतिर लागे। म चाहिँ